एकदमै हामीले फेस गर्ने विषय चाहिँ अनलाइन ठगी हो। अनलाइन ठगीमा यति धेरै समस्या छ। तपाईँ टेलिग्राममा अहिले रिसेन्ट आएको ट्रेन्ड चाहिँ के हो भने टेलिग्राममा तपाईँलाई अफर आउँछ, लिङ्क आउँछ। तपाईँले 1000 रुपियाँ पठाउनु भने तपाईँलाई 5000 10,000 तपाईँलाई रिटर्न गरिदिन्छ। तपाईँ मक्ख पर्नुहुन्छ। एवं रीतिले तपाईँलाई 10, 20, 50,000सम्म तपाईँलाई दिन सक्छ। त्यसपछि उसले फेरि तपाईँसँग डिमान्ड गर्छ। तपाईँ लोभमा पर्नुहुन्छ, तपाईँले लाखौँ लाख रुपियाँ चाहिँ इन्भेस्ट गर्दै जानुहुन्छ, तपाईँलाई रिटर्न आउँदैन, उल्टो स्क्याम हुन्छ। अनि त्यसपछि उहाँहरू अनि हामी आउँछ। उसले डिफ्रेन्ट खाताहरूमा हालो लगाएको हुन्छ। इभन अहिले ई सेवा, खल्ती जति पनि छ नि यो मिन्स अफ ट्रान्जेक्सनको मिन्सहरू त्यसको प्रयोग गरेको हुन्छ। अनि अब त्यति गरेर जाँदाखेरि चाहिँ कस्तो हुन्छ भने अकाउन्ट पनि तपाईँको नाममा भएको अकाउन्ट तपाईँलाई पनि थाहा नभइकन जेनेरेट भइरहेछ। त हामीले ब्याङ्कले पनि जस्तो आफ्नो खाता खोल्ने पोलिसीमा अलि बढी स्ट्रिक्ट गर्नुपर्ने हो कि हैन, या यो ट्रान्जेक्सन मिन्सहरूले पनि अलिकति सेक्युरिटी सिस्टमहरू अलिक स्ट्रङ गर्नुपर्ने हो कि ताकि जसले सजिलै गरिकन गर्न सकोस्। हामी कहाँ त ठग्ने प्रवृत्ति भएको या यो स्क्यामर ग्रुपहरूले त यो सबै कुराको मिसयुज गरिरहेछ नि त। जहाँ लुप्छ त्यो लुप्छ टाल्नु पऱ्यो नि त हाम्रो एजेन्सीहरूले। ब्याङ्कले गर्नुपर्ने ठाउँमा ब्याङ्कले सेक्युरिटी सिस्टम स्ट्रङ गर्नु पऱ्यो, यो विभिन्न एप्सहरूले गर्नुपर्छ, एप्सहरूले पनि गर्नु पऱ्यो। सो यो कुराहरू एकदमै जरुरी छ। र अर्को कुरा चाहिँ सबैले बुझ्न के जरुरी छ भने चाहिँ तपाईँलाई चिन्दा नचिनेको मान्छेले तपाईँलाई अनावश्यक पैसा लट्री तपाईँलाई दिँदैन कि। हामी त्यसमा किन झुकिरहेछौँ? फेरि यत्रो धेरै अवेरनेसको क्याम्पेनहरू चलाइरहेको छौँ हामीले, सोसियल मिडियामा हामी यो कुरा फुकिरहेछौँ, भनिरहेछौँ, मिडिया मार्फत तपाईँहरूले पनि यो कुरालाई उठान गरिराख्नुहुन्छ हैन। तर पनि मान्छे सुन्छ, फेरि बिर्सिन्छ, फेरि